दाल भात तरकारी मासु सरकारी हो। जय युट्युब फ्यामिली जय ढेँडो आँटोको ढेँडो गहुँको ढेँडो कोदोको ढेँडो खाने भएको छ। ल खाइ आज ढेँडो ठन्डी भइछ साबुन त कडाई मस्काइयो ढेँडो मासु खायो मेरो बुढीले ओ मासु हाँस्यो मेरो बुढी भिडियो बनाएको। हेलो गाइज वेलकम टु माई च्यानल मनु पिम भ्लगमा तपाईँहरूलाई स्वागत छ। तपाईँहरू के गर्दै हुनुहुन्छ र कहाँदेखि हेर्दै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला नि है। फाइनली आज चाहिँ म चाहिँ एउटा नयाँ भिडियो लिएर आउँदैछु है। म चाहिँ अहिले पोखरामा छु। पोखरामा अब ढेँडो खाएको भिडियो लिएर आउँदैछु है। आज मौसम चिसो छ। आज चिसो मौसममा गाउँको ढेँडो खाना लागिरहेको छु है। भिडियो कन्टिन्यू नै रहनेछ है। आज चाहिँ मैले चाहिँ गिम्बलबाट भिडियो बनाउँदैछु है। गिम्बलबाट मैले भिडियो लिएको चाहिँ गिम्बल लिएको चाहिँ मैले भइगयो 6-7 महिना, तर मैले चाहिँ गिम्बलबाट चाहिँ भिडियो बनाएको थिएन। आज चाहिँ भिडियो बनाउँदैछु। भिडियो कन्टिन्यू नै रहनेछ। भिडियो हेरेर साथ सपोर्ट गर्नु होला है गाइज। चाहिँ मकैको ढेँडो बनाउँदैछ। यी मकैको ढेँडो उडाल्दैछ। यसरी ढेँडो उडाल्नुपर्छ। मकैको मैले नि खाएको छैन, आज फर्स्ट टाइम मकैको ढेँडो खाँदैछु। यता मेरो बुढी मैले भिडियो बनाएको लजायो, चट्ट लाएर ढेँडो यसरी उडाल्दो रहेछ। यी मासु रेडी भइसक्यो हाम्रो। यी कुखुराको मासु चट्ट अब यो जाडोमा पानी परेको बेलामा चट्ट मकैको ढेँडोसँग मासु चिरिप्प लाएर खाने अनि च्याम्म लाएर सुत्तिदिनु परेछ। आज पानी परेछ, मौसम चिसो छ, पानी पर्दैछ बाहिरतिर हेर्न सक्नुहुन्छ तपाईँहरूले है। यी पानी पर्दैछ। यहाँसम्म पानी आइसकेको छ है गाइज। मैले चाहिँ आज जाडोको बेलामा मकैको ढेँडो खान लगाएको। गाउँको ढेँडो सरी अहिले मकैको भनेछ। यी खुर्सानी चप्प लाएर, यो खुर्सानी हो, यो मासु चट्ट चिरिप्प लाएर आज फर्स्ट टाइम खाँदैछु गाउँको ढेँडो च्याप्प। मिठो रहेछ। गाउँघरतिरको मान्छेहरूले मकै आँटो खाना खोज्दैन, बजारको मान्छेहरू आजभोलि मकैको ढेँडो आँटोको ढेँडो गाउँको ढेँडो कोदोको ढेँडो खाने भएको छ। बजारको मान्छेहरूले सुगर लायो, त्यही हेर चप्प लाएर मिठो हुँदो रहेछ। योपालि अहिलेसम्म 28 वर्ष भयो। 28 वर्षमा बल्ल फर्स्ट टाइम गाउँको ढेँडो खाना पायो। मेरो बुढीले बनाइदिएको ढेँडो मिठो रहेछ काली दिदी ढेँडो त। ल धन्यवाद मेरो बुढीले ढेँडो खुलाएकोमा। चप्प मासु खानु पर्यो। मिठो रहेछ। छुट्टी आएको बेला ढेँडो खाना पाइयो। आफ्नै खेतको अर्ग्यानिक ढेँडो, गाउँको ढेँडो, बजारबाट किनेको चामल होइन। यो मासु चाहिँ बजारे मासु हो है। ढेँडो चाहिँ अर्ग्यानिक। यस्तो आँटो ढेँडो खानुपर्छ, बलियो हुन्छ। पहिला बाउबाजेहरू आँटो ढेँडो खाएर कति बलियो हुन्थ्यो। आज ल पाउडरवाला दुध खान्छ, कहाँबाट हुन्छ। लराङ लुरुङ यता समातिनी लड्ने, उता समातिनी लड्ने, लेख्नुरे हुनु। थोरै खाए मल, थोरै खाए बल, थोरै खाए मल, थोरै खाए बल, धेरै खाए मल भने जस्तो हो। मेरो बुढी हाँसेर त्यसो भनेको त चट्ट घाम पनि लागिसक्यो। यो पोखरा जस्तो ठाउँमा एकछिटै घाम लाग्छ, एकछिटै पानी परिहाल्छ। सबभन्दा बढी पानी पर्ने ठाउँ नै पोखरै हो। सबभन्दा धेरै गर्मी हुने ठाउँ नेपालगञ्ज। तपाईँले ख्याल गर्नु होला। ढेँडो त मिठो हुँदो रहेछ। ढेँडो मकैको गाउँको ढेँडो खायो। अब फेरि
हिजोको बासी भात कुकरको यस्तरी निकालेर खानुपर्छ। च्याट्ट लाएर सिरिप्प लाएर अब मासुसँग खानु पऱ्यो। पहिला बाउबाजे चाहिँ भित्र खाँदा ढेँडो खाने, बाहिर निस्केर लास लाएर भात खान्थ्यो अरे, भात लिएर निस्किन्थ्यो अरे कुकुरलाई दिन भने जस्तो हो। त्यस्तै भयो म नि आज। अब च्याट्ट लाएर भात खाइन्छ। भात दाल भात तरकारी मासु सरकारी हो भने जस्तो फेरि कहाँ पाउँछ आजभोलि मासु सरकारी। च्याप्प यसरी खाने भात। मैले चाहिँ ढेँडो खाएर सक्यो। यस्तरी सबै स्वाट्टै खानुपर्छ। पैसा आउँछ। पैसा मिठो रहेछ। खुर्सानी बुझ्दा ल खाइया आज ढेँडो। मेरो बुढी र म यता मैले गिम्बलबाट भिडियो गर्दैछु आज है। गिम्बलबाट गाइस चट्ट लाएर ढेँडो खान्छ मेरो बुढीले। गाउँको ढेँडो अर्गानिक। ढेँडो नै सकियो खाएर है। यता मेरो बुढीले खाँदैछ ढेँडो। मकै आटो गाउँको ढेँडो। यता सकियो। यो बचेर रहेछ अलिकति। सक्यो सलक्क पारेर सक्यो। अब मेरो काम भाँडा धुने भन्छ बुढीले। मेरो बुढीले ढेँडो खाँदैछ। कसरी खाँदो रहेछ मेरो बुढीले। मासु खायो मेरो बुढीले। ओ मासु हाँस्यो मेरो बुढी। हाँस्यो ढेँडो खान्छ मेरो बुढीले। भिडियो बनाएको लडायो मेरो बुढी। ल म चाहिँ अब मासु बनाएको त्यसमा चाहिँ पानी भिजाएर राख्नु पर्यो है। अहिले जान्दा यो चाहिँ भाँडो मस्काउनु पर्यो। भाँडो अनि काम गर्नै पर्यो। काम नगरी पाउँदैन खाना। साँझ र बिहान है यस्तै छ जिन्दगी। साबुन पनि यस्तो भएछ पुरा उस भएर। ओहो बिखण्डी भएछ साबुन त। साबुन मस्काउनु पर्यो। भाँडा धुनु पर्यो नि। आँटे अलिअलि काम त गर्नु पर्यो नि। कडाई मस्काइयो। थाली पनि मस्काइयो। अब भात हाल्ने भाँडो चम्मच भाँडो मस्काउनु पर्यो।
Sao mình làm mình không ăn này đi cái thứ này sao mình làm cái nào để ai không hả hả nó ra đâu được यस्तो भन्न जाँदो रहेछ कालो हो धेरै पखाल्न पर्यो अनि यसले भाँडा पनि माझेर सकियो यहाँको मिठो भाँडाहरू थोड़ा रिमाइ रहे फाइनली भाँडा माझेर सकियो है गाइस। फाइनली मैले चाहिँ यो जाडोको मौसममा ढेँडो पनि खाइसक्यो है, अनि भाँडा पनि माझिसक्यो है। देख्न सक्नुहुन्छ भाँडा तपाईले। अब यता हेर्नुहोस् तल भाँडा पनि माझिसक्यो मैले है, भाँडा पनि माझिसक्यो। र भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। र मलाई पनि यति भिडियो बनाउन त आउँदैन, तर भर्खर सिक्दैछु है। तपाईहरुको साथ सपोर्टले मलाई ठुलो टेवा पुग्नेछ। भिडियो हेरेर लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला र प्रतिक्रिया पनि दिनु होला। आजले भिडियो यति नै। भिडियो हेरेर साथ सपोर्ट गर्नु होला। जय नेपाल, जय युट्युब फ्यामिली, जय नेपाल।